हेलो अंकल हजुर अनि भिडियोसित त के हुनु होला नि अब के भएर भिडियो त खिच्नु जबरजस्ती नगर्नु तपाईँले जबरजस्ती मलाई हेट तेरीको नाम क्याम गएको भनेको क्या हेर्नु कहाँ लडेको मसित भनेको अचम्म ए भगवान् कहाँ त्यहाँ घुसाड खोज्यो मलाई ए भगवान् सार्वजनिकमा अब यता होइन अब यता होइन यता होइन तपाईँको नियत के छ भने तपाईँ चाहिँ राति हिजो राति त्यसै बटार्नु खोज्ने हो मान्छे ल त्यसले हान्ने हो ठिक ल सिधै मार्न यसले त मार्न खोजेको यस्तो रड लिएर मलाई झन् घुसारिदियो एउटा तल फसल लियो मलाई उसले मारेर रडले उसले मलाई हानेर मार्न खोज्यो होइन रडले हानेर मार्न खोजेको यो होइन ठिक छ तैँले होइन खोज्किने होइन तैँले रातिमा जति नै हान्न सक्छ कानुनी राज्यमा कानुन अनुसार होइन मलाई मारेर अनि मैले हजुर तपाईँ हुन्थ्यो मलाई त मार्न 71 वर्ष भइसक्यो होइन उमेरले जति वर्ष भने के अर्थ हुँदैन के पत्र लिएर आउनु पर्यो पत्र तपाईँ ल्याउने हो कि पत्र तपाईँले पर्मिसन पत्र तपाईँले ल्याउने हो बनाउनु दुईजना भएर एकजना होइन तपाईँले रडले हानेको होइन देखाउनु पर्यो होइन रडले हानेको त मैले समातेको तपाईँले त्यस्तो अनाशा गर्नुहुन्न तपाईँ त्यति बुद्धि मान्छे हान्नु हुन्थ्यो नसँग हान्थ्दैन आफ्नो सम्पत्तिको रक्षाको लागि लागू गर्नु पर्दैन हामीले चुनेको हाम्रो ल्याउनु त घर बनाउने कि भत्काउने हो यहाँ 9 वटा घर छन् यस्ता ल भत्काउने 6 महिना मेरो कार्यकालमा भन्ने चाहिँ मैले मेरो कार्यकालमा बन्दै गरेको मैले रोक्छु तपाईँले रडले हानेर मार्न पर्यो मर्छु कि तैँले एकचोटि हानेर अरू फेरि छोड भाइ होइन त्यस्तै अप्ठ्यारो गमला पनि रडले हानेको रडले त हानेको नि त रडले हानेको नि त हिजोबाट 7 गतेमा आउँछु भनेर चाहिँ एउटा आफ्नो इज्जत आफैले जोगाउनु पर्छ क्या होइन त बनाउनु चुनिएको भत्काउनु सरकारी जग्गा कसैलाई सोध्छ यो सरकारी जग्गा अतिक्रमण गर्ने चाहिँ सरकारी कानुनी अनुसार ल्याउन सकिहाल्यो नि गिरीहरूको सोध्नु यहाँ कसैलाई गिरीहरूले उसले ततरमा गरे यत्रो मान्छेसँग यहाँ कहाँ भन्यो खिच्न त भयो खिच्न त पायो यस्तो गर्नु हुन्छ नखिच्यो भने तपाईँ म उहाँबाट तपाईँले कसैलाई पनि त मिल्दैन नि तपाईँले मान्छे होइन होला नि उसले 7 गते मन्त्रीले तपाईँको पछि बोल्ने हो नाम हेर्नै पर्दैन कि नाम रोकिरहेको उल्टो चाहिँ रडले हान्न खोजेको त्यो अवस्थामा चाहिँ साथीहरूले छुट्याउनु भएको यहाँका स्थानीयहरूको उसलाई समाज निकाल्नु सबैको